टाइप 3 क्वेशनमा तपाईहरुलाई स्वागत छ। 1 2 6 7 21 22 66 67 त्यसपछि क्वेशन मार्क छ। A 199, B 200, C 201 र D 202 गरेर अप्सन चारवटा अप्सन छन्। 1 2 6 7 21 22 66 67 मा हेर्दाखेरि हामीले मल्टिप्लाई भइराखेको छ कि छैन भनेर पनि हेर्नु पर्छ, अथवा कुनै कुरा मल्टिप्लाई भएर बढिरहेको छ कि अथवा जोडिएर अगाडि बढिराखेको छ। सिरिज नम्बरहरू जोडिएर अगाडि बढिराखेका छन् अथवा नम्बरहरू मल्टिप्लाई भएर अगाडि बढिराखेका छन् त्यो हेर्नु पर्छ। 1 into 2 2 हुन्छ पक्कै, 2 into 3 6 हुन्छ, 2 into 3 6 हुन्छ, तर 6 into something 7 बनाउन सिरिजले मान्दैन अथवा सिरिजमा त्यो मिस्टेक हुन सक्छ। हेरौं 2 र 6 मिल्यो, त्यसपछि 7 र 21 मिल्यो, 7 3 जा 21 भएको छ हेर्नुस्। त्यसैगरी 22 छ, 22 बाट 66 आउनु पर्ने, 66 आउनका लागि यहाँनिर 22 into 3 गर्दाखेरि कति भएछ 66 भएछ। अब हेर्नुस् त यहाँनिर चाहिँ 3 ले मल्टिप्लाई गर्यो, यहाँ पनि 3 ले मल्टिप्लाई गर्यो, यहाँ पनि 3 ले मल्टिप्लाई गर्यो, तर यो 1 मा चाहिँ +1 गरेको छ, त्यसैगरी 6 मा +1 गरेको छ, 21 मा पनि +1 गरेको छ र 66 मा पनि +1 गरेको छ। यसरी हेर्दाखेरि +1 into 3 +1 into 3 +1 into 3 +1, अब इन्टु कति हुनु पर्यो त 3 हुनु पर्यो, इन्टु 3 हुनु पर्यो। ल 67 into 3, 3 7 जा 21, 2 3 6 जा 18 19 20 201 यसको के भयो त आन्सर भयो। क्वेशन नम्बर 2 मा हेरौं साथीहरु। 8 28 116 584 त्यसपछि क्वेशन मार्क छ हेर्नुस् त। एकदमै राइज भएको छ नम्बरमा, एकदमै राइज, नम्बर एकदमै बढिरहेको छ र लास्टमा पुगुन्जेलसम्म एकदमै बढिरहेको छ। अप्सनहरु हेर्नुस् साथीहरु। A 3504, B 3506, C 3508 र D 3510 गरी चारवटा अप्सन छन्। 8 लाई 28 बनाउनका लागि 8 into 3, 8 3 जा 24 प्लस 4 गर्दा 28 हुन्छ र अर्को तरिका भनेको 8 4 जा 32 माइनस 4 गर्दा पनि हुन्छ। अब एकचोटी प्लस गरेर हेरौं, इन्टु 3 गरेको छ। अब 28 into 3 गर्दाखेरि कति हुन्छ हेरौं त। 28 into 3, 8 3 जा 24 4 carry 2, 3 2 जा 6 2 8 84, 84 मा 4 जोडेर त 116 आउन सक्दैन। त 28 लाई हामी एकचोटी 4 ले मल्टिप्लाई गरेर हेरौं। 4 8 जा 32, 4 2 जा 8 9 10 11 112। अब हेर्नुस् त साथीहरु, 112 मा चाहिँ 4 जोड्दाखेरि मिल्यो। यसको अर्थ इन्टु 4 गरिएको रहेछ, प्लस 4 गरिएको रहेछ। अब पालो कसको आयो त भन्दाखेरि 5 को, इन्टु 5 प्लस कति त 4। अब इन्टु 5 गरौं, इन्टु 5 गर्दा 5 6 जा 40 0, 5 1 जा 5 3 8, 5 1 जा 5 580। यसलाई मल्टिप्लाई गर्दाखेरि प्लस 4 गर्यो भने कति आयो त 4 8 5 584 आयो। अब 584 लाई कतिले मल्टिप्लाई गर्नु पर्यो 6 ले मल्टिप्लाई गर्नु पर्यो, प्लस कति गर्ने 4 गर्ने। 184 into 6 गरौं त। 6 4 जा 24 4 carry 2, 6 8 जा 48 49 50 0 carry 5 56 30 30 र 5 35 35 04 चाहिँ यसको आन्सर भयो साथीहरु। 9 27 31 155 161 1127 पछि क्वेशन मार्क दिएको छ। अप्सन नम्बर ए मा 316, बी मा 1135, सी मा 1288 र डी मा 2254 दिएको छ र हामीले यी अप्सन मध्ये यो क्वेशन मार्कमा राख्नु पर्ने देखिन्छ। 9 पछि 27 बनेको छ, 27 पछि 31 बनेको छ, 31 पछि 154 155 बनेको छ, 155 पछि 161 बनेको छ र यसरी बढ्दै गएको छ। हेर्नुस् त 9 पछि 27 बन्दाखेरि 9 ले त सिधै इन्टु 3 हुन्छ,
तर 27 31 भन्दाखेरि हेरौँ त केही न केही जोडिनु परेको देखिन्छ यसमा। हेरौँ केही पनि गर्ने हैन, सिम्पल तरिकाले के गर्ने भन्दाखेरि कुनै पनि सिरिज यसरी दियो भने मल्टिप्लाई छ भने मल्टिप्लाई, एकदमै बढी बढेको छ भने मल्टिप्लाई गर्ने, एकदमै कम बढेको छ भने जोड्ने अथवा घटाउने, जोडेर कम भएको छ भने जोड घटाउने, बढी भएको छ भने जोड्ने। 27 मा 4 जोड्दाखेरि कति भयो त 31। अब हेर्नुस् 31 लाई कति बनाउन 155 चाहिन्छ सायद। हेरौँ यहाँ 5 छ, 5 त्यहाँ 15, 5 एका 5 भनेपछि गुणा 5 गर्यो भने यो चाहिँ के भइदिन्छ त 155 भइदिन्छ। अब हेरौँ फेरि 161 पुगेको छ। हेरौँ त 5 अनि यता 1 6 5 यता छ, 1 यता छ 6 प्लस 6 जोडिएको छ। हेर्नु साथीहरु कुरा क्लियर भइसक्यो। इन्टु 3 प्लस 4 इन्टु 5 प्लस 6 भनेको ओड नम्बरहरुले मल्टिप्लाई गर्दै गरेर अगाडि बढ्ने र इभन नम्बर जोड्दै जाने भनेर यसले देखाउन खोजेको छ। 4 बाट सुरु भएको छ। अब प्लस 6 पछि कति आउनु पर्यो त इन्टु 5 पछि 7 7 आउँदाखेरि यो क्लियर नै छ, यो 7 आउँछ। अब 7 आइसकेपछि इन्टु 7 आउँछ भन्ने हामीलाई क्लियर भइसकेपछि अब हामीले कति जोड्नु पर्ने भन्ने कुरामा ख्याल गर्नु पर्यो। प्लस 6 छ भने हामीले प्लस 8 जोड्नु पर्यो। 8 जोड्दाखेरि अब 5 लास्टमा आउँदैछ। 5 लास्टमा हेर्नुस् त लास्ट मात्रै जोड्दाखेरि पनि हाम्रो आन्सरसँग मिल्यो। 8 8 र 7 8 7 15 लास्टमा 5 यो छ भनेपछि 1135 यसको आन्सर हुने भयो साथीहरु। नम्बर 4 मा पनि हेरौं। 4 10 क्वेशन मार्क 82 244 730 हाम्रो बीचमा क्वेशन मार्क दिएको छ। अब अप्सनमा हेरौं। अप्सन ए मा 24, अप्सन बी मा 28, अप्सन सी मा 27 र अप्सन डी मा 218 दिएको छ। यी अप्सनहरु मध्ये हामीले यसमा राख्नु पर्ने छ। साथीहरु यो बढ्दो क्रममा रहेका अंकहरु 4 10 अनि क्वेशन मार्क अनि 82 अनि 244 अनि 730 कुनै न कुनै गुणनमा छन् भने यसमा साथीहरु 4 लाई 2 तरिकाले 10 बनाउन सकियो। 4 गुणा 2 गुणा 3 प्लस 2 माइनस 2 घटाएर पनि बनाउन सकियो र जोडेर पनि बनाउन सकियो, तर बीचमा अप्सन दिएको छैन। अब हेरौं यदि मैले 4 गुणा 2 गरेर बनाउँदाखेरि अथवा 4 गुणा 2 गर्दाखेरि यहाँनिर कति हुने भयो त 10 गुणा 2 प्लस 2। त्यसैगरी यता 10 गुणा 3 माइनस 2। यसरी हेर्दाखेरि 10 गुणा 20 प्लस 2 24 हुनु पर्यो। यसरी हेर्दाखेरि 10 त्यहाँ 30 माइनस 2 28 हुनु पर्यो। अब यसले बताउँदैन हामीलाई आन्सर। अब यो दुईटा मध्ये एउटा हो, यो होइन भन्ने कुरा अलिकति कन्फर्म भयो। त्यसैगरी अब यो केस 82 मा मिल्छ, कुन मिल्छ 82 मा कुन रिलेसन मिल्छ त्यो हेर्ने। 82 लाई हेर्ने। 82 गुणा 2 गुणा 3 माइनस 2 82 गुणा 2 प्लस 2 गर्ने। अब हेर्नुस् त 2 दुना 4 2 दुना कति भयो 4। 4 मा 2 जोडेर 6 आउँदैछ। यहाँ 6 छैन भनेपछि यो तरिका भएन। त्यसैगरी हेर्ने 2 त्यहाँ 6 ठीक छ। 2 त्यहाँ 6 6 माइनस 2 गर्दाखेरि 4 आउँदैछ। हेर्नुस् त 2 त्यहाँ 6। अब हेर्नुस् अब यो मिल्दैछ भनेपछि 2 त्यहाँ 6 6 राख्नुस्। 3 8 24 246 भयो। माइनस 2 गर्दाखेरि 244 आयो। त्यसैले आन्सर के हुने भएको त यो वाला प्रोसेसबाट बनेको आन्सर हुने भयो। यो 10 त्यहाँ 30 माइनस 2 28 आन्सर कति भयो हाम्रो 28 भयो।